त्यसरी फिजियो हो कि अब यो 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 त मेरो केही भएको छैन नि यहाँनिर त मलाई भएको भने त यहाँ हो यही कुरा चाहिँ जाम भएर बसिराख्यो भने अब फेरि भोलि त मेरो यो चल्दैन होइन यो नचलेपछि म त अनि फेरि यो यता तल लत्रेर बस्दाखेरि त खल्ट्याङ्ग्रे हुन्छ खल्ट्याङ्ग्रे भएर त म कसरी लड्ने हो उनीहरूसँग त यार भोलिको दिनमा लड्नु पर्छ म कसरी लड्ने हिँड्नको लागि तयार अवस्थामा है बाबुलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना एकदम चाँडै निको होस् बाबुको त्यो सोच एकदम पोजिटिभ लाग्यो चाँडै मेरो यो खुट्टाको यो बुढी औँला देख्नु भयो नि तल तल झर्नु जान्छ कि अहिले चाहिँ अब यो अघिदेखि यता बाँधिरहेको भएर चाहिँ यो खुट्टा पनि अलिकति यता आइहाल्छ बिस्तारै अहिले त 5 मिनट जतिपछि यो यता तल मात्र हुन्छ कि अनि यसलाई चाहिँ यता तानिरहनु पर्छ अहिले मैले प्रेसरले तानेँ भने यो कस्तो हुन्छ नि बढ्थ्यो नङभित्र मैले यो हेर्नु है प्रेसरले तानिरहेको छु नि तर यो यतिभन्दा आउँदैन तर यो भनेको एक्चुअलमा आउनु पर्ने भने यति हो यतिसम्म आउनु पऱ्यो कि भोलिको दिनमा यतिसम्म आउनु पऱ्यो यसरी नै यतिसम्म आउनु पऱ्यो यो खुट्टामा यो जुन यो छ नि यो चाहिँ मैले यसरी प्रेसर गर्दाखेरि यो खुट्टा र यो खुट्टामा कति सुकिया देखाउँछु डिफ्रेन्स यो हुनु भएन यो भयो भने चाहिँ भोलिको दिनमा चाहिँ म चाहिँ फेरि मेरो यो खुट्टा सुकिया हुन्छ म लड्न जाने बेला फेरि यो गोली खायो भने मेरो खुट्टा मतलब छोटो हुनसक्छ के हुनसक्छ हजुर छोटो हुनसक्छ यदि त्यो भएन एक्सर्साइज भएन भने लामो हुनसक्छ अब यो यस्तो भयो नि लामो हुनसक्छ यस्तो भयो नि छोटो हुनसक्छ दुनियाँ दिवाला हुनसक्छ तर एक्सर्साइज गर्नु छैन I'll be fine हुन्छ एकदम हुन्छ एकदम थ्याङ्क यू मलाई विश्वास छ बाबु चाँडै